गरीब व्यक्तिहरूले के त्यस्ता गल्ती गर्छन् त ताकि गरीब मान्छे गरीबको गरीब हुन्छ, धनी हुन सक्दैन, माथि उचाइमा पुग्न सकिरहेको हुन्न। गरीबले के गल्ती गर्छन्? गरीबले गर्ने गल्तीहरू। भिडियो एकदम महत्त्वपूर्ण छ, कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। नम्बर 1 मा रहेको छ योजना नबनाई दिन बिताउने। बुझ्नुभयो नि? योजना नबनाई दिन बिताउने। योजना चाहिँ केही पनि नगर्ने, टाइम पास गर्ने, यता पनि जाने उता पनि जाने, तर कामको योजना केही पनि नबनाउने अनि दिन चाहिँ त्यत्तिकै बिताउने। कामप्रति केही पनि चासो नगर्ने, योजना कुनै कामको योजना पनि नबनाउने, केही पनि नगर्ने, त्यत्तिकै हल्लिएर दिन बिताउने। यस्तो काम गर्यो भने गरीबको गरीब नै हुन्छ। 2 नम्बरमा रहेको छ अलिकति पैसा आयो भने रमाइलो खर्च गर्ने। बुझ्नुभयो नि? अलिकति पैसा आयो भने रमाइलोमा खर्च गर्ने। यस्तो गर्न लाग्नुभयो भने तपाईँ गरीबको गरीब नै हुनुहुन्छ। अलिकति पैसा आयो भने रमाइलो खर्च, मोज मस्ती, ऐस आराम गर्न खोज्नुभयो भने तपाईको पैसा त सकिने भयो। त्यो सकिएपछि तपाईसँग फेरि लास्टमा माग्नुपर्ने अवस्था हुन्छ। त्यही भएर अलिकति पैसा आयो भने रमाइलो खर्च गर्ने होइन कि त्यसलाई बचाएर कुन ठाउँमा चाहिँ लगानी गर्ने हो त्यसमा लगानी गरेर चाहिँ आय स्रोत बढाउन सक्नुहुन्छ र तपाईको आय स्तर बढाउन सक्नुहुन्छ। त्यसैले के गर्नु पर्यो त? अलिकति पैसा आयो भने रमाइलो खर्च गर्ने होइन कि त्यसलाई सीमित मात्रामा मात्र खर्च गरेर बचाउनु पर्दछ। 3 नम्बरमा रहेको छ आफूमा लगानी गर्ने। आफूमा लगानी गर्ने। यस्तो गर्नुभयो भने तपाईँ गरीबको गरीब नै हुन्छ। आफूमा लगानी गर्ने। खाने के छ र? आज जिन्दगी चाहिँ आज छ, भोलि छैन। 2 दिनको जिन्दगीमा खाने, रमाउने, ऐस आराम गर्ने भनेर तपाईँले ज्यानमा लगानी गर्न लाग्नुभयो भने तपाईँले चाहिँ धेरै दुःख पाउनुहुन्छ। तपाईँले धेरै पैसाको अभाव हुन्छ। खानुपर्ने कुरामा खर्च त तपाईँले गर्नुपर्छ, नगर्ने होइन, तर सीमित मात्रामा मात्रै। तपाईँले चाहिँ ज्यानमा लगानी गर्न लाग्नुभयो, खानुपर्छ, ऐस आराम गर्नुपर्छ, घुमघाम गर्नुपर्छ, मोज मस्ती गर्नुपर्छ भनेर तपाईँले लाग्नुभयो भने तपाईँ गरीबको गरीब नै हुनुहुन्छ। 4 नम्बरमा रहेको छ जोखिम लिन डराउने। 4 नम्बरमा के रहेको छ? जोखिम लिन डराउने। अलिकति रिस्क लिन चाहिँ डराउने। रिस्क लिन डराएर पैसा चाहिँ त्यत्तिकै बैंकमा राखिरहने अनि उता चाहिँ पैसा त्यत्तिकै बसिरहेको हुन्छ, घाटा भइरहेको हुन्छ। अझ रिस्क लिने डराउने कतिले त फेरि अझ घरमै राख्नेलाई त्यत्तिकै पैसा अनि लगानी नगरेर अनि हल्का रिस्क नलिएर चाहिँ तपाईँको पैसा कसरी नै बढ्छ र? त्यही भएर हल्का रिस्क चाहिँ लिन सक्नुपर्ने हुन्छ, जोखिम लिन सक्ने हुनुपर्छ है। रिस्क लिनलाई अब शेयर मार्केटहरूमा है बुझेर लगानी गर्न सक्नुहुन्छ है, सुनहरूमा लगानी गर्न सक्नुहुन्छ। तपाईँ चाहिँ त्यत्तिकै बैंक खातामा मात्रै पैसा राख्नुभयो भने त्यो पैसा बढ्नेवाला छैन र घरमा त्यत्तिकै नोटका बित्ता चाहिँ लिएर राख्नुभयो भने त्यो त्यत्तिकै बढ्नेवाला छैन। त्यसैले जोखिम लिन नडराउनुहोस्, तर त्यसको बारेमा के को बारेमा लगानी गर्दैछु भन्ने कुरा तपाईँले एकदम बुझेर गर्नुहोस्। यदि नबुझेर चाहिँ लगानी गर्नुभयो भने त्यो पैसा डुब्न सक्छ। त्यसैले कम जोखिम हुने कुरामा चाहिँ तपाईँले लगानी लगाउन सक्नुहुन्छ। त्यसैले जोखिम लिन नडराउनुहोस्। डराएपछि तपाईँको पैसा त्यति नै हुन्छ, तपाईँको पैसा पछि त्यसको भ्यालु घटिरहेको हुन्छ। नम्बर 5 मा रहेको छ दोष अरूलाई दिने बानी। तपाईँले गल्ती गर्नुहुन्छ, गल्ती गरेपछि के गर्नुहुन्छ त? दोष चाहिँ अरूलाई दिनुहुन्छ। यसको कारणले भए मैले कहाँ गरेँ र भन्नुहुन्छ क्या? तपाईँले आफूले गरेको गल्तीलाई आफूले चाहिँ स्वीकार्नु के मैले गल्ती गरेँ हो, मैले गल्ती गरेँ, अबदेखि मैले सुधार्छु। के कारणले गल्ती भयो, अब यसलाई चाहिँ कसरी सुधार्न सकिन्छ, अर्कोचोटिबाट म सुधार्छु भनेर चाहिँ लाग्नु पर्यो क्या? दोष चाहिँ अरूलाई दिने बानी गर्नुहुन्न। आफूले गल्ती गरेकोमा आफूले स्वीकार गर्नुपर्छ। के कारणले गल्ती भयो? व्यापार बिजनेस गर्दाखेरि घाटा भयो, म आफैले गर्दा घाटा भयो, के कारणले भयो, कसरी यसलाई चाहिँ समाधान गर्न सकिन्छ भनेर चाहिँ लागि पर्नु पर्यो। व्यापार गर्दाखेरि घाटा लाग्यो, घाटा लगाइसकेपछि चाहिँ अनि दोष चाहिँ अरूलाई दिएर होला त? अनि व्यापार चाहिँ मैले गरेको, उसले गर्दाखेरि मलाई घाटा भयो भन्ने होइन कि दोष आफैलाई दिने। दोष आफैले दिइसकेपछि मैले अब के चाहिँ सुधार गर्नुपर्ने हो भनेर चाहिँ लागि पर्नु पर्यो। 6 नम्बरमा रहेको छ सस्तो सोच ठुलो देखावटी है। सोच चाहिँ सस्तो अनि ठुलो देखावटी। अब धनी मान्छेले लगाइरहेछ है, अब पैसा हुनेले के गरिरहेछ? राम्रा महँगा लुगाहरू, राम्रो मोबाइल है चलाइरहेको छ। अनि के गर्ने? त्यसलाई देखावटी। कमाउने चाहिँ सस्तो अनि देखाउने चाहिँ ठुलो। त्यस्तो गर्न लाग्नुभयो भने तपाईँ 100% डुब्नुहुन्छ। त्यसैले आफ्नो आय स्तर जस्तो छ त्यो अनुसारले चल्नुहोस्। बुझ्नुभयो नि? तपाईँले धनीले लगाएको, अरूले लगाएको देखेर है, अरूले राम्रो खाएको देखेर तपाईँ त्यसको पछि नलाग्नुहोस्। धनी व्यक्तिको तपाईँ पछि लागेर तपाईँ अगाडि बढ्न लाग्नुभयो, म पनि यस्तै सोकिङ गर्छु भन्न खोज्नुभयो भने तपाईँ 100% डुब्नुहुन्छ। त्यसैले आफ्नो आय स्तर कस्तो छ त्यो अनुसारले चल्नुहोस्। सकेसम्म पैसा बचाउनुहोस्।
र 7 नम्बरमा रहेको छ संगत बिग्रिएको है। संगत चाहिँ अब नराम्रो व्यक्तिसँग संगत गरेपछि के हुने भयो, त्यत्तिकै पनि गरिब हुने भयो। जस्तै अब मद्यपान धुम्रपान गर्ने व्यक्ति है, चोरी गर्ने व्यक्ति यस्ताको पछि लाग्नु भयो भने मद्यपान धुम्रपानले पैसा सक्ने भयो, चोरीले अब त्यत्तिकै ज्यान चाहिँ के हुने भयो, धरापमा हुने भयो, जति बेला नि जेल जान सक्ने भयो। त्यसैले संगत चाहिँ राम्रो व्यक्तिको गर्नु पर्यो। तपाईँ जस्तो व्यक्तिको संगत गर्नुहुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। त्यसैले राम्रो व्यक्तिको संगत गर्नुहोस्, तपाईँ पनि राम्रो बन्नुहोस्। आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। साथै यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला।